सो हे गाइस हैन आज चाहिँ मैले गर्मी छ के त्यही भएर फ्यान ओपन गरिरहेको छु। सो आम्दो छेउमा लगाउनलाई ट्राई गरिरहेको छु है। सो आम्दो छेउमा चाहिँ लगाउन आउँदैन के, त्यसैले कारणले पहिला चित्ता लगाउनु पर्छ भन्छ हैन, छुबा लगाउनु भन्दा पहिला। आयो भाइ एकदमै भारी हुन्छ कि यो चुबा चाहिँ। अनि मलाई चाहिँ अब यो कसरी लगाउँछ, अब यो पछाडि के गर्नुपर्छ भनेको पनि थाहै छैन। म चाहिँ यस्तो गर्छु के, यस्तो गर्यो अनि यो डबल यतिकै ताने के सबै। अनि यहाँ एउटा यसले यसरी बाँधे हैन। अनि त्यसपछि मैले सबै उयो गरेर हाल्नुपर्ने रहेछ कि, त्यो हुन्छ नि अर्नामेन्ट्सहरू पनि के भन्छ एक्सेसरिजहरू पनि लगाएर चाहिँ गर्नुपर्ने। अनि एकपट्टि चाहिँ म छोटै बनाइदिन्छु क्या। यतिको। अनि यो चाहिँ अब मैले यस्तो गरिदिन्छु। हस्बेन्डसँग लाइन लगाउन ट्राई गर्छु कि मैले। अनि दुईजनाको यो छुबा जति ठुलो छ नि त्यो भन्दा ठुलो फाइट गर्छ क्या, त्यो डिस्कस गर्छ। धेरै टाइप भयो जस्तो छ। अनि अब यो दुइटा यहाँ निकाल्यो होइन। ओ तरिकामा के तान्छ कि धेरै टाइट गर्नु पनि राम्रो होइन जस्तो चाहिँ। अब यो ला मैले उता किचनमा फेरि खाना बनाइरहेको छु। कहिले कहिले जाँगर पनि चल्छ नि। अब यो माथिबाट गऱ्यो, यो निकाल्यो दुइटा थ्याप्चेक्कै, के भन्छ थ्याप्चेक्कै भनेर चाहिँ बुझ्को। अब लगाइदिन्छु कि मैले लाउन चाहिँ। अब यो मिलाउनुपर्छ। अब यो यस्तो माथिबाट गरेर यो लामो छ नि त, भयो। तर अलि मिलेन क्या। गर्मी भएर मन लागिसक्यो। अब यो निकाल्दै सक्दैन। कविता नेपाली याद आउँछ है। कविता नेपालीले पुरा यस्तो 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 बटर छ नि। या अब यो यतिकै राख्दा पनि भयो कस्तो देखियो। हाफ बाउल वाला लगाएको मैले यो चाहिँ। ल यतिको लाउँदा पनि भयो कि। तर यो यतिको लाउँदा बेलामा चाहिँ यो बाउला चाहिँ यस्तो गर्दो रहेछ कि यिनीहरूले चाहिँ
कस्तो मिठो त्यो बर्गर बनाएको थिएँ मैले यस्तो गर्दो रहेछ कि हल्का लुज हैन यस्तो गर्दो रहेछ यो चाहिँ माथि पटायो फेरि तल पटाउँदो रहेछ this and that यो एउटा भयो एउटा स्टाइल एउटा भयो अनि अब अर्को स्टाइल गर्छु ल अर्को स्टाइलको लागि चाहिँ यो निकाल्नै पर्छ सो अनि यस्तो गरेपछि त्यो कति धेरै चरा उड्यो अनि यस्तो गरेपछि यो अब यहाँ पकेट बनाउनु पर्छ ल यस्तो भयो हैन यो यस्तो भयो यो पकेटको निकाल्यो यो चाहिँ पहिला मैले चाहिँ यो के गर्थेँ भनेको टाउकोमा राख्थेँ कि यो टाउकोमा राख्ने होइन रहेछ यो यस्तो घाँटीको हल्का घाँटीको लेन्थमा राख्नुपर्ने रहेछ अनि यो चाहिँ ए घुमिसक्नु त अनि यो चाहिँ यस्तो गर्नुपर्ने रहेछ कि यो यस्तो गरेर चाहिँ घाँटीको लेन्थमा ल्यायो अनि यो यस्तो यो भयो नि अब यस्तो भएन जस्तै अब यताको चाहिँ त भयो कि भएन आई डोन्ट नो है गाइस अब यो कस्नु पर्यो अब यसरी कस्दै ल्याउँदै गरेपछि अनि यो चाहिँ अब यसलाई तल छोडिदिने त्यसै अब कम्मरभित्र हालिदिने पर्नेछ भित्र हालेपछि पुरै प्लेन बनाउनु पर्ने रहेछ दिस लुक अनि भयो नि अब यो चाहिँ अब यो चाहिँ यस्तरी अब यो चाहिँ यस्तरी तानेर
खै कता हाल्नुपर्छ यसको मुनि पट्टुकी रहेछ पट्टुकीमा घुसार्नु पर्ने रहेछ यहाँ ल यही हो अब भयो दुईटा यहाँ हुनुपर्छ यही भएछ यो पछाडि यस्तो अब कस्तो देख्यो ठिकै देख्यो अनि त्यही That's it. अब यही त होला नि यहाँ चाहिँ यत्रो के छिरा जस्तो लाग्यो अनि यही त होला नि नजानेपछि यस्तै हो नसाथी हुनु